आहा कस्तो राम्रो फुल है साथीहरू। यो चाहिँ दुबईको है। हेलो दर्शकले नमस्ते लासो फ्याबुला सबैजनालाई मेरो भ्लगमा स्वागत छ। मेरो चाहिँ आज धेरै समयपछि एउटा नयाँ भ्लग लिएर आएको छु हैन। पुरा भिडियो हेरेर के कस्तो लाग्छ मेरो भिडियो लाइक कमेन्ट शेयर सब्सक्राइब गरिदिनु होला। नयाँ छ भने कमेन्ट सहित जोडिनु होला। एकदम म पनि हजुरको भिडियोमा जोडिने छु हजुरको च्यानलमा है। सबैजना साथ सपोर्ट गरेर एकले अर्कालाई माया गरेर सबैले साथ सपोर्ट गर्नुहोस्, माया गर्नुहोस्, एक आपसमा सबै जोडिनुहोस् है। मैले चाहिँ हैन दुबईको फुल अनि यो भ्लग चाहिँ कुवेतको हो हैन। टक्क मिलाएर जोडेर बनाएको छु। अब के कस्तो लाग्छ हजुरहरूलाई सबैले कमेन्ट गर्नु होला है त गाइज। धन्यवाद। आज चाहिँ हामीलाई कम्पनीदेखि बाहिर काममा लगेको थियो अनि सो फर्किने बेला चाहिँ अलिकति रातिको समय भएको थियो, रात पऱ्यो होइन। अनि मलाई चाहिँ अब राति पनि यस्तो रातिको समयमा यस्तो देखिने रहेछ है गाइज। अब यहाँतिर चाहिँ हाम्रो नेपालमा जस्तो हुँदैन होइन। यहाँ चाहिँ दिनमा चाहिँ धेरै गर्मीको कारणले गर्दाखेरि दिनमा त्यति राम्रो हुँदैन, दिनमा धेरै चटो घाम लाग्छ होइन। त्यही भएर चाहिँ राति चाहिँ धेरै राम्रो हुन्छ यहाँतिर है त साथीहरू। टक्कलाई चाहिँ जे होस् राम्रो देखिन्छ राति चाहिँ। फोटो खींचे नहीं